नमस्ते सबैजनालाई। नेप्से इन्डेक्सको आजको मार्केट समरी एपिसोडमा आज हामी ओभरअलमा दिनमा नेप्सेको मार्केटमा के कस्तो प्रगति भयो, मार्केट चाहिँ कुन डाइरेक्सनमा गयो, बाइङ र सेलिङहरूको कस्तो पर्फर्मेन्स रह्यो आज दिनभरि र ओभरअलमा स्टकको पर्फर्मेन्स चाहिँ कस्तो देखियो भनेर आज दिनभरिको नेप्सेको बारेमा आज जानकारी लिन गइरहेका छौँ। सो आज नेप्सेको इन्डेक्स आज सरसर्ती हेर्ने हो भने आज चाहिँ नेप्सेमा चाहिँ 5.19 पोइन्टले मार्केटको पोइन्ट बढेर नेप्से इन्डेक्स बढेर क्लोजिङ चाहिँ आज 2509.04 मा क्लोजिङ देखियो। आज मार्केट चाहिँ 0.20% चाहिँ मार्केट थोरै स्लाइटली ग्रीन पोजिसनमा मार्केट क्लोज भएको देखियो। सो यसरी हेर्दाखेरि मार्केटमा चाहिँ आज 98 वटा स्टकहरू चाहिँ पोजिटिभ डाइरेक्सनमा मुभ भएको देखियो भने 146 वटा स्टकहरू चाहिँ नेगेटिभ डाइरेक्सनमै मुभ भएको देखियो भने 4 वटा स्टकहरूले चाहिँ त्यसमा चाहिँ बाइङ र सेलिङ कुनै पनि कारोबार भएन, त्यही भएर 4 वटा स्टक चाहिँ अनचेन्ज नै देखियो। आज मार्केट चाहिँ आज दिनभरको मार्केट चाहिँ यस्तो देखियो पर्फर्मेन्स मार्केटको। सो यसरी थोरै तल आएर हामीले हेर्ने हो भने ओभरअलमा आज चाहिँ 2.66 अर्बको टोटल टर्नओभर देखियो। आज मार्केटको टर्नओभर चाहिँ 2.66 अरबको टोटल टर्नओभर देखियो भने टोटल ट्रान्जेक्सनमा चाहिँ 27,879 वटा चाहिँ टोटल ट्रान्जेक्सनहरू कम्प्लिट भएको देखियो भने 313 वटा स्क्रिप्टहरू चाहिँ ट्रेडमा देखियो आज नेप्सेको मार्केटमा। त्यसैले गर्दा आज सरसर्ती हेर्ने हो भने गेनरमा टप गेनरको रूपमा चाहिँ मार्केटमा चाहिँ देखिएको स्टक मध्येमा चाहिँ एसबिएल डिभेन्चर 10.75%, एसबिएल डिभेन्चरले चाहिँ 10% को मुभ देखाएको देखियो। यसमा चाहिँ बाइङ प्रेसर राम्रै देखियो। सो 122.5 पोइन्टले चाहिँ यो स्टक यो डिभेन्चर चाहिँ मुभ भएको देखियो भने यसो तल हेर्ने हो भने सबभन्दा घरेलु लघुवित्तले पनि 8.89 को बढत देखियो। यसमा 71 पोइन्टले चाहिँ यो स्टक बढेको देखियो भने एचपिपिएल तपाईँको हिमालयन पावर कम्पनी पनि 7% ले बढेर 550 मा क्लोजिङ देखियो। साथसाथै आज एनआरआइसी नेपाल इन्सुरेन्स कम्पनीमा चाहिँ 1372 को क्लोजिङ प्राइसमा चाहिँ 91 पोइन्टको बढत देखियो यसमा पनि। सो साथै तपाईँको एमएल बिएसएल महिला लघुवित्त संस्थामा पनि 6% को बाइङ प्रेसर देखियो स्टकमा। सो यी स्टकले चाहिँ आज पोजिटिभ डाइरेक्सनमा धेरै गेन पर्सेन्टेज लिएको पाइयो भने थोरै टप लुजरको बारेमा पनि हेर्ने हो भने मार्केटमा चाहिँ आज टप लुजर अब लुज गर्नेमा चाहिँ आज हाम्रो टिआरएच रहेको छ तपाईँको। त्यसपछि हाम्रो बिजिडब्ल्युटी भगवती हाइड्रो डेभलपमेन्ट कम्पनीले चाहिँ 7% लुज गरेको छ। 61 पोइन्टले चाहिँ डाउन भएर स्टक चाहिँ 795 रुपियाँमा चाहिँ क्लोजिङ भएको छ भने एएचएलले पनि तपाईँको 5% ले डाउन भएको छ। एसियन हाइड्रो पावर लिमिटेड पनि 5% को डाउन देखियो। त्यस्तै गरी युएसएलबी तपाईँको उन्नति लघुवित्त संस्था लिमिटेड पनि 4.72% ले डाउन देखियो। त्यसपछि हाम्रो एएनएलबी आत्मनिर्भर लघुवित्त संस्थामा पनि 4% को सेलिङ प्रेसर देखियो। त्यही भएर स्टक चाहिँ 309 पोइन्टले लुज गरेर 6400 मा चाहिँ आजको क्लोजिङमा चाहिँ आएर स्टक चाहिँ क्लोज भएको देखियो। यसरी स्टक हेर्ने भने आज मार्केट चाहिँ ओभरअलमा थोरै मात्र बढत देखियो, थोरै मात्र गेन देखियो मार्केटमा, थोरै मात्र देखियो। हिजो भन्दा आज मार्केट चाहिँ हिजो भन्नुभन्दा पनि तिहारभन्दा अगाडि मार्केट खुलेको थियो र आज चाहिँ धेरै दिनपछि कारोबारमा मार्केट आए तापनि क्लोजिङ हुँदा चाहिँ निफ्टी इन्डेक्स चाहिँ 5 पोइन्टले चाहिँ बढेर 25.9 मा चाहिँ क्लोजिङ भएको देखियो। यसरी थोरै मार्केटको आज दिनभर कस्तो रह्यो थोरै त्यो पनि जानकारी लिगौँ। सुरुमा मार्केट चाहिँ हाम्रो लास्ट टाइम ट्रेडिङ हुँदा चाहिँ मार्केट 2503.44 मा चाहिँ क्लोजिङ देखिन्थ्यो। यसरी 10:45 देखि 11 बजेसम्मको एउटा रेसियो हेर्ने भने इन्डेक्स चाहिँ थोरै घटेको देखियो। 2500 बाट थोरै क्रमिक रूपमा चाहिँ घटेर तपाईँको 2470 को पोइन्टमा आएको देखियो है। सुरुमा प्री सेसन मार्केटमा पनि मार्केट थोरै पोइन्टले लुज देखियो। यसरी मार्केट ट्रेडिङ गर्दै जाँदा 11 बजेपछिको ट्रेडिङ पछि थोरै मार्केट चाहिँ 2400 तपाईँको 2470 को मार्केट चाहिँ थोरै गेन गरेर थोरै बाइङ प्रेसर आएको देखियो। आएर चाहिँ मार्केट चाहिँ 2480 2482 फेरि 2470 को पोइन्टमा चाहिँ ओभरअल दिनभरि नै मार्केट तपाईँको 12 बजे त्यसपछि चाहिँ 12:30 1 बजेको टाइममा पनि मार्केट ओभरअल 2480 कै पोइन्टमा घुमिरहेको देखियो। मार्केट चाहिँ एउटा ट्रेडिङ जोनमा चाहिँ एउटै ट्रेडिङ जोनमा 75 देखि लिएर 2475 देखि लिएर 2480 को रेन्जमा मार्केट घुमिरहेको थियो भने लास्टमा मार्केट क्लोजिङ हुने बेलामा नियरली 3 बजेको आसपासमा चाहिँ
यहाँ हेर्न सक्नुहुन्छ तपाईँले 3 बजे तपाईँको 3:30 बजेको आसपासमा चाहिँ बाइङहरूको थोरै बाइङ प्रेसरहरू देखियो। त्यही भएर चाहिँ बायरहरू आएको कारणले गर्दा चाहिँ मार्केट 2480 को मार्केट एउटा चाहिँ डाउन नै थियो। मार्केट दिउँसोभरि मार्केट चाहिँ एउटा चाहिँ जोनमा ट्रेड गरिरहेको थियो भने त्यो जोनलाई तोडेर मार्केट क्लोजिङ हुने बेलामा चाहिँ बाइङहरूको थोरै एग्रेसिभ बाइङको कारणले गर्दा चाहिँ मार्केटको क्लोजिङ चाहिँ हिजोभन्दा अथवा लास्ट ट्रेडिङ सेसनभन्दा माथि नै क्लोजिङ भएको देखियो। मार्केट चाहिँ आज 5.19 पोइन्टले बढेर 2509 मा चाहिँ मार्केट आज क्लोजिङ भएको देखियो। सो आज यसरी नेप्सेको डाटा हेर्ने हो भने आज मार्केट दिनभर चाहिँ मार्केट नेगेटिभ नै थियो। थोरै स्लाइड पोइन्टले चाहिँ नेगेटिभ थियो मार्केट, तर क्लोजिङ हुने बेलामा चाहिँ बायरहरूको एउटा चाहिँ एट्र्याक्टिभ बाइङको कारणले गर्दाखेरि चाहिँ मार्केटमा क्लोजिङ हुने बेलामा चाहिँ स्टक चाहिँ क्लोज हुँदाखेरि चाहिँ निफ्टी इन्डेक्सले चाहिँ 5 पोइन्टको गेन गरेर आज चाहिँ इन्डेक्स 2509 मा क्लोजिङ भएको देखियो। सो आजको यो आइपो यात्रीको नेप्से मार्केट समरीको आजको एपिसोडमा यति नै भनौँ आजलाई। अबको नेक्स्ट एपिसोड चाहिँ तपाईँको भोलि मार्केट बन्द छ। भोलि चाहिँ छठको अवसरमा चाहिँ मार्केट चाहिँ क्लोज छ पब्लिक होलिडे भएको कारणले गर्दा। हामी नेक्स्ट एपिसोडमा फेरि नेप्सी इन्डेक्सको बारेमा जानकारी लिनेछौँ। सो तपाईँहरूलाई कस्तो लाग्यो भिडियो, लाइक, कमेन्ट र सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला।